ल ल ल ल ह्याप्पी होली ल ल ल सबैजनालाई अब चाहिँ हामी सबैजना जान लागेको ल साथीहरू सबैजना यहीँ छ ल ल सबै साथीहरू हिँड्न रेडी भइरहेछन् है ल अब जाने हो चरङ्गे है चरङ्गेमा चाहिँ एउटा स्टेसन हुँदै रहेछ यो चाहिँ चरङ्गेको स्टेसन हो सब आजकै केटाकेटीहरू कति धेरै बाटोमा बस्यो कि जत्न पनि यार केटाकेटीहरूले बाटो छ कि जत्न पनि बाटो छ कि साथीहरू चाहिँ रमाइलो गर्दैछ हो सबैजना बाटोमै रोकेर एकैछिन नाचगान हुन्छ अब टक्क यहाँ आफै गीत गाएर नाचाबोरीले अहिले भुर्की चोकदेखि अब जानु छ पुरानो बस पार्क टिका लगाएर च्याट्ट सबजना हिँडिरहेका छन् टिकाले रङ्गी बिरङ्गी भएर पुरानो बस पार्कको होली हेर्दैछ यहाँ सधैँ कन्सर्ट हुन्थ्यो अहिले के छ कुनै आज हामी बिहानै गएको भएर त्यति यहाँको बारेमा थाहा छैन बिहानै गएको थियौँ नि त बर्थडे थियो त्यही भएर बर्थडे मनाउन बिहानै गएको थियौँ विशेषै हुन्छ कि यहाँ चाहिँ अलिक भिड पनि रस्टी हुन्छ बाटो यता चाहिँ अब भइरह मान्छेहरू रङ्गी बिरङ्गी यताउति भइरहन् ल केटाहरू चाहिँ झरिसके म चाहिँ सोलो सोलो आएको थिएँ त्यही भएर अब मेरो बाइक चाहिँ हुन्छ पार्किङ शान्ति शान्ति हरि ओम शान्ति शान्ति ओम आरती सबैजनाले आरती ल्याम शान्ति र यहाँको लागि र सबैको शुभ होस् यो तपाईँ विशेष शुभकामना गर्न चाहन्छु र सबैले हात उठाएर साथ दिनु हाम्रो संस्थाको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ त्यसै गरी फोटोको लागि म निचे बाहिरको टिमले मलाई वेलकम गर्न चाहन्छु पुरानो बस पार्क यो होली चाहिँ कम भयो फेरि अर्को हामी चाहिँ पुरानो बस पार्कबाट हिँडेको अवस्था अब गोलबाटी र अब ट्राफिक चौकतिर के कस्तो हुन्छ सर हेर्छौँ है त यहाँ चाहिँ दह्रो भइरहेको छ दामी दामी ट्राफिक चौक है यो ट्राफिक चौकमा चाहिँ यहाँ पनि डिजे चलिरहेको छ मजा आयो